पत्र लेख्न बस्दा मेरो हात अलि काँपिरहेका छन्। कारण डर होइन, तिमी प्रतिको मेरो भावना यति गहिरो छ कि यसलाई शब्दमा उतार्न खोज्दा शब्दहरू नै साना लागिरहेका छन्। जीवनमा धेरै मानिसहरू भेटिन्छन्, धेरै सम्बन्धहरू बन्छन्, तर केही मानिसहरू यस्ता हुन्छन् जो केवल जीवनमा आउँदैनन्, उनीहरू नै जीवनको अर्थ बनिदिन्छन्। मेरो लागि त्यो व्यक्ति तिमी नै हौ। तिमीलाई भेट्नु अघि मैले प्रेमको अर्थ केवल सुनेको थिएँ। तर तिमीलाई भेटेपछि प्रेम महसुस गर्न सिके। तिमीले मलाई बदल्न खोजेनौ, बरु म जस्तो थिएँ त्यसै रूपमा स्वीकार गर्यौ। मेरो कमजोरीमा साथ दियौ, मेरो सफलतामा म भन्दा धेरै खुसी भयौ, र कठिन समयमा पनि मेरो हात कहिल्यै छोडेनौ। यही कारणले आज मेरो मनले पूर्ण विश्वासका साथ भन्न सक्छ, यदि कसैसँग पुरा जीवन बिताउन सक्छु भने त्यो तिमी मात्र हौ। तिमीसँग केवल केही वर्ष होइन, पुरा जीवन बिताउन चाहन्छु। म चाहन्छु हरेक बिहान तिम्रो मुस्कान देखेर मेरो दिन सुरु होस्। दिनभर जे जस्तो सङ्घर्ष आए पनि साँझ तिम्रो साथमा बसेर सबै थकान बिर्सिन सकूँ। तिम्रो खुसी मेरो खुसी बनोस्, तिम्रो सपना मेरो सपना बनोस्, र हाम्रो जीवन म र तिमीबाट हामीमा बदलियोस्। म तिमीलाई कुनै परिकथाको जीवन दिने बाचा गर्न सक्दिनँ। जीवनमा कहिलेकाहीँ कठिन दिन पनि आउनेछन्, मर्डपेट पनि हुनेछन्, आँसु पनि झर्नेछन्, तर एउटा कुरा म मनदेखि बाचा गर्न सक्छु, जुनसुकै परिस्थिति आए पनि म कहिल्यै तिम्रो हात छोड्ने छैन। रिसाए पनि तिम्रो हुनेछु, थाके पनि तिम्रै हुनेछु, र समय जति बदलिए पनि मेरो माया तिमीप्रति कहिले बदलिने छैन। म तिम्रो सम्मान गर्नेछु, तिम्रो भावनाको कदर गर्नेछु, तिम्रो सपनाहरूलाई उड्न दिनेछु, र तिमीलाई सधैँ यस्तो घर दिने प्रयास गर्नेछु जहाँ तिमीले आफूलाई सुरक्षित र सम्मानित र अत्यन्तै प्रेम महसुस गर्नेछौ। जब म भविष्यको कल्पना गर्छु त्यहाँ कुनै महल वा विलासिता देख्दिनँ, म केवल तिमीलाई देख्छु, सँगै बसेर चिया पिएको बिहान, सामान्य कुरामा हाँसेका साझा साना साना खुसीहरू, बाढेको जीवन र उमेर बढ्दै जाँदा पनि एकअर्काको हात मजबुतसँग समातेको यात्रा देख्छु। मेरो लागि यही नै सबैभन्दा ठुलो सपना हो। सायद संसारले प्रेमलाई सुन्दर शब्दहरूमा बयान गर्छ, तर मेरो लागि प्रेम भनेको तिमी नै हो। तिमीसँग बितेको हरेक, तिम्रो नाम सुन्दा आउने मुस्कान, तिम्रो यादमा बितेका रातहरू र तिमीसँगै भविष्य देख्ने मेरो चाहना, यही नै मेरो प्रेम हो। त्यसैले आज म मेरो जीवन सबैभन्दा महत्त्वपूर्ण प्रश्न तिमीलाई सोध्न चाहन्छु। के तिमी मेरो जीवनभरको साथी बन्नेछौ? के तिमी मेरो सुख दुःख हाँसो हाँसु असफलता सफलता सबै यात्रामा मेरो हात समातेर हिँड्नेछौ? के तिमी मसँग विवाह गर्नेछौ?
यदि तिम्रो उत्तर हो भयो भने त्यो मेरो जीवनको सबैभन्दा सुन्दर दिन हुनेछ। त्यो दिन म केवल एउटा वचन दिनेछु, म तिमीलाई सधैँ माया गर्नेछु, सम्मान गर्नेछु, तिम्रो विश्वास कहिले तोड्ने छैन र जीवनको अन्तिम साससम्म तिम्रो साथ निभाउनेछु। मलाई थाहा छैन भविष्यले हाम्रो लागि के लेखेको छ, तर एउटा कुरा भने निश्चित त छ, यदि त्यो भविष्यमा तिमी छौ भने म कुनै पनि कठिन बाटो हिँड्न तयार छु, किनकि मेरो गन्तव्य कुनै ठाउँ होइन, तिमी मात्र हो। अब अन्तिम पटक मनको गहिराईबाट, के तिमी मलाई आफ्नो जीवनसाथी बनाउँछौ? के तिमी मसँग विवाह गरेर जीवनभर मेरो हात समात्नेछौ? तिम्रो उत्तरको प्रतीक्षामा, अनन्त माया र सम्मानका साथ सधैँ तिम्रो हुनेवाला जीवन साथी।